गएन स्कूल गएन स्कूल नहीं गए क्यों जाता हूँ कौन सा स्कूल जाता हूँ खै गाडीहरू पनि गाडी खै गाडी गाडी साइकल से साइकल चलाउन जान्दैछौ कहाँ छ साइकल चाहिँ घर किधर है बन्दर आउँछ नि यहाँनिर जाऊ घर यहाँनिर चाहिँ देखिराख्नु भएको छ मेरो आमाको चाहिँ हैन 2 महिना 3 महिनामा चाहिँ TSH थाइरोइडको टेस्ट गर्नु जानुपर्छ नि त सो वेलकम सबैजनालाई म अनुशालामा फेरि तपाईहरुलाई सानो भिडियो लिएर आएको छु हैन यहाँ चाहिँ मेरो आमाले TSH को लागि ब्लड टेस्ट दिनु हुँदैछ हैन आज चाहिँ म गएको थिए खरसाङमा जहाँनिर चाहिँ मलाई एकदमै भोक लागेर चाहिँ मैले आमालाई टेस्ट गराएर चाहिँ घर फर्काएर म चाहिँ बाटोमा स्निकर्स खाँदै यहाँनिर चाहिँ म जाँदैछु सुपरमार्केटमा चाहिँ 23 तारिक अप्रिलको दिन चाहिँ यहाँनिर चाहिँ गोर्खा एक्स सर्भिसमेन वेलफेयर एसोसिएसन को चाहिँ गोल्डन जुब्ली स्वर्ण जयन्ती चाहिँ उहाँहरूले मनाउनु हुँदै थियो हैन जहाँनिर चाहिँ प्रतिभा परिवारलाई चाहिँ एउटा स्पेशल इन्भिटेसन थियो जहाँनिर चाहिँ हामीले गएर परफर्मेन्स गर्नु थियो हैन अन्त मैले चाहिँ सानसानो भाइ हैन बहिनीहरूलाई लगेर गएको थिएँ प्रतिभा परिवारमा चाहिँ म्याक्सिमम नम्बर्स अफ फिमेल मेम्बर्सहरू हुनुहुन्छ नि त डान्सर्सहरू चाहिँ हैन अन्तखेरि यहाँनिर चाहिँ इन्डियाको फ्ल्यागहरू अग्निवीरको सानो भाइ बहिनीहरूले यसरी अहिले फिलहाल जो क्याफेमा भरिँदैछ है फर्महरू अन्तखेरि उहाँहरूले ट्रेनिङहरू गराउनु हुँदैछ अग्निवीरको भाइ बहिनीहरूलाई यहाँनिर सुपरमार्केटमा चाहिँ 23 तारिक अप्रिल यो हाल्दा चाहिँ मैले ढिलो हाल्दैछु भिडियो हैन तर यहाँनिर चाहिँ उहाँहरूले चाहिँ यसरी मेडिकल क्याम्पहरू जो चाहिँ के भन्छ बाहिर दिसन हस्पिटल छ नि त्यहाँबाट चाहिँ डक्टर्सहरू आएर चाहिँ यहाँनिर मेडिकल क्याम्प पनि राख्नु भएको थियो फ्री मेडिकल क्याम्प हैन अनि यहाँनिर चाहिँ के भन्छ डोर टु डोर जुन चाहिँ जलपहाडबाट ठुलो साबहरू आउनु भएर चाहिँ उहाँहरूले अब जति पनि विडोहरू हुनुहुन्छ हैन जो पेन्सनरहरू हुनुहुन्छ उहाँहरूलाई सर्भिस दिनु हुँदै थियो क्या उसमै यहाँनिर प्रोग्राममै आएर यसरी यहाँनिर चाहिँ दिसन हस्पिटलबाट चाहिँ जहाँनिर चाहिँ दिसन हस्पिटलमा तपाईहरुले सुन्नु भएको छैन भने आर्मीको ECHS जुन चाहिँ फेसिलिटी छ मेडिकल फेसिलिटी त्यहाँबाट आएर चाहिँ दिसन हस्पिटल पनि वान अफ द हस्पिटल हो नि त जहाँनिर चाहिँ ECHS ले रन गर्छ हैन यहाँनिर चाहिँ SBI बाट पनि इन्स्योरेन्सको लागि उहाँहरुको आउनु भएको थियो हैन यहाँनिर ठुलठुलो साहबहरुलाई चाहिँ यसरी खदा अर्पण गरेर चाहिँ उहाँहरुलाई खरसाङमा गोर्खा एक्स सर्भिसमेन वेलफेयर एसोसिएसनको यहाँनिर चाहिँ प्रोग्राममा चाहिँ स्वर्ण जयन्तीमा चाहिँ यहाँनिर उहाँहरूलाई स्वागत गरिँदै थियो हैन यहाँनिर चाहिँ हाम्रो सानो बहिनीहरूले ओपनिङ डान्स गरेर चाहिँ मारुनी नृत्य गरेर चाहिँ यो प्रोग्राम चाहिँ सुरु भयो भनौँ न हैन प्रतिभा परिवारको नृत्यपछि चाहिँ हैन यहाँनिर जो देख्नु हुँदैछ साहब सर हैन एकदमै रेस्पेक्टेड उहाँसँग बात मारेर चाहिँ एकदमै खुसी लागिरहेको थियो मलाई कारण उहाँ चाहिँ उहाँहरू चाहिँ हाम्रो CN प्रधान अङ्कल हैन हाम्रो गाउँको हुनुहुन्छ जसले चाहिँ हामीलाई एकदमै ठुलो मौका दिनुभयो आज हामीले एउटा देशको सेवा गरेर आउने सैनिकहरू हैन उहाँहरुसँग चाहिँ हामीले बसेर चाहिँ दिनभरि बितायौं उहाँहरुको एक्सपिरियन्सहरु हामीले सुन्न पायौं है उहाँहरु चाहिँ नानीहरु जस्तो चलिराख्नु भएको थियो अंकलको चाहिँ परफर्मेन्स थियो अब हैन यहाँनिर चाहिँ हाम्रो अन्त अघि मैले भनेको थिएँ नि यो सानो भाइ बहिनीहरु चाहिँ अग्निवीरको अहिले फिलहाल उहाँहरुको चाहिँ ट्रेनिङ चलिरहेको रहेछ हैन उहाँहरु चाहिँ ट्रेनिङ गर्दै हुनुहुँदो रहेछ यो भाइ बहिनीहरुले चाहिँ अग्निवीरमा उहाँहरुलाई पनि एउटा परफर्मेन्स उहाँहरुले आफै सिकेर गर्नुभएको थियो राम्रो गर्नुभएको थियो क्या अन्त मैले अघि भने नि अंकल उहाँको चाहिँ परफर्मेन्स अब इट्स
अबाउट टु बिगिन क्या तपाईँहरूले हेर्नुहुन्छ यो चाहिँ अङ्कलले चाहिँ यहाँ भन्नुहुँदै थियो कि अहिले पनि मौका पायो भने चाहिँ हामी देशको सेवाको लागि चाहिँ फेरि पनि पल्टनमा गएर फेरि पनि बोर्डरमा गएर लड्नुको लागि अहिले पनि तयार छु भनेर चाहिँ उहाँले जोसपूर्ण भाषणहरू यहाँनिर भनाइहरू राख्नुहुँदै थियो होइन जसले चाहिँ मलाई गुज बम्स भइरहेको थियो क्या रेस्पेक्ट आइरहेको थियो क्या उहाँको लागि चाहिँ लिटरली मैले मेरो आप्पालाई चाहिँ होइन मेरो बाबा आप्पालाई चाहिँ मैले अब वर्डै छैन त्यसमा होइन मैले डिस्क्राइब गर्नुपर्ने उहाँलाई चाहिँ एकदमै बेसी मिस गरिरहेको थिएँ आई वाज लाइक भेरी 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 इमोसनल भावुक भइरहेको थिएँ क्या म यहाँनिर चाहिँ म लिटरली मैले मेरो आँसुलाई चाहिँ कन्ट्रोल गरिरहेको थिएँ होइन मेरो चाहिँ खुट्टाहरू थर कामिरहेको थियो अन्त मलाई चाहिँ अब यो गीतै सुन्दा त अब कस्तो इमोसनल हुन्छ होइन म चाहिँ अब मेरो आप्पालाई चाहिँ एकदमै बेसीभन्दा बेसी मिस गरिरहेको थिएँ त्यो भन्छ नि क्या अब भाषाहरूको चाहिँ ल्याङ्ग्वेजको चाहिँ ट्रान्सलेसन हुनसक्छ अरे कि तर आफ्नो फिलिङको आफ्नो भावनाको चाहिँ ट्रान्सलेसन हुनु सक्दैन भन्छ नि त्यही मैले यहाँनिर फिल गरिरहेको थिएँ होइन अन्त सबैजना अब एक्स सर्भिसम्यानहरू देखेर यहाँ ड्रेस लगाएको सबैजनालाई देखेर चाहिँ आई वाज मिसिङ माई फादर इन हेभन होइन पुरा मिस गरिरहेको थिएँ क्या मैले चाहिँ उसलाई अब आई सल्युट सबै ब्रेभ सोल्जर्सहरू जति पनि अहिले पनि बोर्डरमा खटिरहनु भएको छ होइन जतिजनाले पनि देश सेवा गरेर होइन आज यहाँनिर पेन्सनर हुनुहुन्छ होइन जति पनि विडोहरू हुनुहुन्छ जति पनि वारमा अब वार विडोहरू हुनुहुन्छ जति पनि पेन्सनर हुनुहुन्छ स्पेसली त्यो आमाहरूलाई त्यो बहिनीहरूलाई त्यो वाइफहरूलाई होइन सोल्जर त अब नो डाउट अब एकदमै ब्रेभ एकदमै स्ट्रङ होइन तर त्योभन्दा स्ट्रङ्गेस्ट चाहिँ अब त्यो पछिको दिदी बहिनी कसैको आमा कसैको बुढी कसैको हुन्छ नि अब त्यो पछाडिको फिमेल जुन चाहिँ एउटा पावर छ नि तिनीहरूलाई चाहिँ सबैजनालाई चाहिँ मेरो यो भिडियोबाट नै सल्युट छ उहाँहरूको यति ठुलो गहकिलो मन नभएको भए होइन गहकिलो आँट नभएको भए चाहिँ एउटा सोल्जर हुँदैन होला जस्तो लाग्छ थ्याङ्क यू सो मच गेस्वा फ्यामिली हामीलाई यसरी यो यस्तो ठुलो प्रोग्राममा हामीलाई सहभागिता हुने मौका तपाईँहरूले दिनुभयो होइन थ्याङ्क यू सो मच आज फेरि मैले मेरो हरेक यहाँनिर सोल्जरको अनुहारमा हरेक यहाँ सोल्जरको मेडलमा हरेक यहाँ सोल्जर उभिएकोमा चाहिँ मैले मेरो आप्पालाई देख्नु पाएँ होइन स्ट्यान्डिङ ओभेसन क्या सबैको लागि मेरो तर्फबाट प्रतिभा परिवारको तर्फबाट हरेक देशवासीको तर्फबाट चाहिँ तपाईँहरूलाई सल्युट छ जति पनि सोल्जर्सको फ्यामिलीहरू हुनुहुन्छ उहाँहरू सबैजनालाई म आँसु भएँ तपाईँ नाचेको देखेर दामी
अझै नाच्नु पर्थ्यो नि सबै लामो सेम देख्दो रहेछ ग्रान्ड लन्चको पनि प्रबन्ध गर्नुभएको थियो होइन लन्चहरू खाइसकेर आफ्टर लन्च चाहिँ एउटा डान्स गरेर चाहिँ हामी घर आयौँ थ्याङ्क यू फर वाचिङ